हेलो साथीहरू, सन्चै हुनुहुन्छ हजुरहरू? म त हिजोदेखि त यस्तो मनमा यस्तो गाह्रो भइरहेछ रातभरि निन्द्रा पनि लागेन मलाई। आमामामा त्यो बारीले बगाएको त्यो मान्छेको लासहरू हेरेर यस्तो मनभित्रदेखि यस्तो गाह्रो भइरह बिचरा। कति बच्चाहरू आफ्नो सानो सानो भाइ बहिनीलाई नुहाइदिँदाखेरि एक जग पानी खनाउँदाखेरि त कति आत्तिन्छ। त्यो त्यत्रो ठुलो बारीमा बगाउँदाखेरि परानै जाने गरेर बगाउँदाखेरि कति तर्पियो होला, कति आत्तियो होला, त्यो भनेर साध्य नै छैन कुनै पनि है। आमामामा मान्छेहरू कस्तो छ, मान्छेहरू बाबा हेर्नु त। कोही माछा टिप्ने खोलामा त्यस्तो बारमा त्यस्तो पानीको छालमा गएर माछा टिप्ने, कोही सिलिन्डर टिप्न जाने, अरू त अरू कुरै छोडिदिउँ, बारीले बगाएको मान्छेहरूलाई समेत पनि छोडेन। आज बिहान मैले देखेको थिएँ एउटा भिडियो, एउटा बिचरा कुन चाहिँ आमा दिदी बहिनी को हुनुहुन्थ्यो बित्नुभएको, त्यो लास लट्ठीले तान्दै बाँसले खचार्दै तान्दै यस्तो कानको सुनहरू पनि त्यो यसरी झिकेको होइन कि, मासु समेत स्वाट स्वाट तानेर त्यो सुन झिक्नु भयो। यसरी झ्याप झ्याप कपाल समाउँदै निहुराउँदै, ए भगवान् कस्तो मनमा पनि हरि नभएको मान्छेहरू हुँदो रहेछ। यति सहन गाह्रो भयो भगवान्। त्यो मरेको त्यो बित्नुभएको त्यो दिदी आमाको उहाँको लासलाई धरि पनि छोडेन। ए भगवान्, यो कानको सबै सुन झिकेर यसरी कपालमा झ्याप समाउँदै यसरी निहुराउँदै यो मासु नै हल्लिने गरेर तानेर ए भगवान् सुन लियो अनि उहाँको लासलाई माथि पनि पन्छाएन, त्यहीँ छोडेर गयो। त्यहाँ त्यत्रो हेरिराख्नु भएको थियो दाजुभाइ दिदीबहिनीहरू, कमसेकम यस्तो गर्नुहुन्न त भन्नु पर्थ्यो नि। जे काम गर्नु, जस्तो काम गर्नु, यो मनमा चाहिँ हरि राखेर काम गर्नु है, यस्तो गर्नु हुँदैन। यति गाह्रो हुन्छ हो जब उहाँ त्यो कानको सुन झिक्नु भयो नि, उहाँको आफन्तले देख्यो भने त्यो कस्तो हुन्छ होला। हामीलाई त यस्तो गाह्रो भयो भने ए भगवान्, मरेर लानुपर्ने, एक दिन मरेर जानुपर्ने शरीर हो, किन लोभ गर्नुभएको? त्यस्तो खोलाको छालमा गएर ग्यास टिप्न गइराख्नु भएको, सिलिन्डरहरू माछा टिप्न गइराख्नु भएको। अलिकति तपाईँहरूलाई अलिकति मनमा दया माया, अलिकति मन दुखेन त्यस्तो